गुड मर्निङ, नमस्ते टचकीले। म अहिले छिमी गाउँमा छु। अहिले पानी परिरहेको छ। यो मनसुन भएको हुनाले पानी परिरहेको छ र यस्तो देखिन्छ वेदर चाहिँ। तर रमाइलो छ हेर्दाखेरि। हेलम्बु गाउँपालिका 2 मा पर्छ छिमी र समुद्रिक सतहदेखि ठ्याक्कै 2500 मिटरको उचाइमा पर्छ छिमी। र हेर्दा सानै भए पनि गाउँ चाहिँ रमाइलो छ, शान्त सुन्दर छ। मलाई चाहिँ झनै रमाइलो लाग्छ किनभने म जन्मेको यही, म जन्मेको हुर्केको यहीँको ढुङ्गा माटोसँग खेलेको। त्यही भएर मलाई चाहिँ यहाँ आउन पाउँदा जहिले पनि खुसी नै लाग्छ। सधैँ आउनु पाउँदिनँ, कहिलेकाहीँ आउँछु बुवा आमासँग। तर आउनु पाएको बेलामा चाहिँ मलाई खुसी लाग्छ, रमाइलो लाग्छ। यसपालि चाहिँ म बुवा आमालाई अलि सहयोग गर्नलाई आएको। आलु खन्ने सिजन भइसकेको थियो र अलरेडी ढिला भइसकेको थियो। त्यही भएर बुवा आमासँग यसपालि चाहिँ म आउँछु मद्दत गर्नलाई भनेर आएको। 1 हप्ताको छुट्टी लिएर आएको। आज 7औं दिन हो आएको। खास चाहिँ हामी आलु खन्नलाई नै आएको। हामी यहाँ आउनु उद्देश्य नै आलु खन्न ढिलो भइसक्यो भनेर चाहिँ आएको हो। तर यहाँ आइपुगेपछि चाहिँ यो आलु खन्नुभन्दा पहिला चाहिँ घर सफा गर्नुपर्ने, मेन्टेन गर्नुपर्ने देख्यो। किनभने बुवा आमाले गाउँको घर छोडेर काठमाडौँ बस्नुभएको 3 महिना भइसकेछ। 3 महिना गाउँको घर छोडेर फेरि गाउँमा फर्केर आउँदाखेरि चाहिँ धेरै कुरा बदलिसकेको थियो। यहाँ बदलेको भन्नाले यो एकदमै फोहोर भइसकेको थियो। आँगनमा घाँस, बाटोमा पनि घाँस, घरको वरिपरि अगाडि पछाडि सबै ठाउँमा घाँस उम्रेर जङ्गलै भइसकेको थियो। किनभने यो मनसुन हो, त्यही भएर पनि मलाई धेरै नै घाँस थियो, घाँसै घाँस। हामी काठमाडौँबाट सुमोमा आएको, यहाँ 1 बजी आइपुगेको। 1 बजी सुमोबाट ओर्लेर घर आउने जुन बाटो थियो त्यो बाटो सानो थियो, तर त्यहाँ पनि घाँसै घाँस उम्रेर जङ्गलै भएको हुनाले आउन हामीलाई एकदमै अप्ठ्यारो भयो। त्यसमाथि बुवा आमा पनि अब त्यति पहिला जस्तो हुनुहुन्न, उहाँ मजाले हिँड्ने होइन, उहाँ एकदम बिस्तारै हेरेर हिँड्नुपर्ने हुन्छ। त्यही भएर बाटो त्यस्तो देख्दाखेरि चाहिँ ओहो 3 महिना छोड्दा त यस्तो हुँदो रहेछ भनेर हामीलाई लाग्यो। र त्यसपछि त्यो त बाहिरको कुरा भयो, घरभित्र पनि सबै फोहोर थियो। किरा फट्याङ्ग्रा, माकुराको जालो यति धेरै थियो। सिलिङमा, वाल, फ्लोर सबै ठाउँमा माकुराको जालो यति धेरै थियो। अनि त्यसपछि हामीलाई के लाग्यो भने त्यो दिन अब त्यो आएको थकान त हाम्रो गइसकेको थियो। त्यो देख्ने बित्तिकै 3 जना आइपुग्ने बित्तिकै आफ्नो सामान राखेर सफा गर्नतिर लाग्यो। बुवा घाँस काट्न थाल्नुभयो, आमाले भित्र किचनमा भाँडाकुँडा सफा गर्न थाल्नुभयो। किनभने भाँडाकुँडाहरू सबै ढुसी लागेको थियो, खिया होइन ढुसी लागेको थियो। अनि म चाहिँ यो रुमहरू सबै सफा गर्नतिर लागेँ। किनभने त्यो सफा नगरिकन त बस्नै सकिँदैन थियो, बस्नु पऱ्यो, सुत्नु पऱ्यो। त्यही भएर सबै सफा गर्नुपर्ने थियो। त्यो गर्दै त्यो बेसिक त्यो दिन सके पनि अझै अरू धेरै कामहरू बाँकी नै थियो। अनि आज चाहिँ 7औं दिन भइसक्यो। त्यो आज 7 दिनसम्ममा चाहिँ अलिअलि गरेर लगभग सकिसक्यो। र अब चाहिँ घर जस्तो भएको छ, आँगन जस्तो देखिन्छ, बाटो जस्तो देखिन्छ, खेत पनि खेत जस्तो देखिन्छ। खेतले पनि लाइफ पाएको छ। किनभने हामी आएको यहाँ आउनुको उद्देश्य नै आलु खन्नु थियो र त्यो आलु खन्नुभन्दा पहिला चाहिँ घाँस काटेर सफा गर्नुपर्ने रहेछ, त्यसपछि मात्रै आलु खन्नुपर्ने रहेछ। अनि एक दिन मौसम सफा भएको दिन चाहिँ हाम्रो छिमेकी दाजुभाइ दिदीबहिनीहरू आइदिनु भयो। मेरो कजन दाइ पनि आउनुभएको थियो। सबै मिलेर त्यो काम त्यो दिन गऱ्यौँ। जुन गर्नुपर्ने मुख्य काम चाहिँ त्यो दिन गऱ्यो। अनि त्यसपछि खेत पनि सफा भयो। अनि त्यही माथि आमाले तोरीको बिउहरू छर्नु भएको छ। पछि तोरी फुल्ने सिजनमा फेरि त्यो खेत फेरि तोरीको फुलहरूले राम्रो देखिन्छ, अझै सुन्दर हुन्छ। त्यसैले अब सबै कुरा आफ्नो ठाउँमा चाहिँ सेट भएको छ जस्तो लागिरहेछ। अनि आज 7औं दिनमा आएर चाहिँ रिलिफ फिल भइरहेछ। मौसम पनि यस्तो छ। तपाईँ
तपाईँहरू पनि आफ्नो गाउँमा घर छ भने बेला बेलामा जानुस् आउनुस्, मेन्टेन गरेर राख्नुस्। अनि कस्तो भएको छ एकचोटि हेर्नुहोस्। आफूले सकुन्जेल भ्याउन्जेल, अब सकिँदैन भ्याउँदैन भने त के गर्ने, तर भ्याउनै सक्नेसम्म चाहिँ एक बेला बेलामा यसो गएर हेरेर मेन्टेन गरेर चाहिँ राख्नुपर्ने रहेछ भनेर मलाई लाग्यो। त्यही भएर यो सानो एउटा भिडियो बनाएको। अरू मैले काम गर्दै गर्दाखेरि अलिअलि मैले खिचेको छु, यस्तो हुँदो रहेछ भनेर। कति देखियो होला कति देखिन होला, समय मिल्यो भने हेर्नु होला। धन्यवाद, थ्याङ्क यू। गुड आफ्टरनुन। अहिले हामी यहाँ छिमीमा आइपुग्यौँ भर्खरै। यहाँ 1 बजेको छ अहिले। याबामाले 3 महिना काठमाडौँ बस्नुभएको। गाउँमा आउँदाखेरि यहाँको हालत यस्तो छ। 3 महिना गाउँ छोड्दा फर्केर आउँदाखेरि चाहिँ यस्तो हुँदो रहेछ। हेर्नुहोस्, घाँसै घाँस, कुन चाहिँ बाटो कुन चाहिँ घाँस हो थाहा छैन। हालत खराब छ। यो यताबाट घाँसै घाँस छ, अलिक पर गयो भने तलतिर खस्छ। घाँस चाहिँ केही देख्दैन। हेर्दा चाहिँ रमाइलो छ, हरियाली, पानी कोरेर राम्रै देखिन्छ। तर भ्यू पनि राम्रो देखिन्छ। कालो बादलले छिपिन्छ, तल मिलनची खोला पनि देखिरहेछ। तर यहाँको बाटो चाहिँ यस्तो छ। बाटोमा अलिकति छेउतिर गयो भने घाँसभित्र छिरेर तलतिर लडिन्छ। यस्तो भएको छ बाटो। यस्तो छ। घरको आँगन यस्तो भएको छ। स्टिल इट लुक्स ब्युटिफुल। राम्रै देखिन्छ। चण्डीलहरी हेर्दा राम्रै देखिन्छ, तर घरको वरिपरि चाहिँ एकदमै झाङ बढेको छ। अलिक सफा गर्नुपर्ने छ टाइम निकालेर। घाँसै घाँस, तर पनि कस्तो रमाइलो हरियो भएर फुलहरू पनि फुलेको रहेछ। आकांक्षा ಇದೆಲ್ಲ ರೋಪೆ ಹೊಂದಿವಾ यहाँ जुका आउनुभएको छ मेरो ब्लड डोनेसन माग्नु, तर म दिनेवाला छैन। त्यसैले जानुस् हजुर, जानुस्। डोनेसन पाउनेवाला छैन। चासालजी चाहिँ क्यों याबकी चासालजी जैसी नाम क्या के अले याम भी जूसी मने अब नाम संगे नियम शर्ते जरूर खोना पैसा पे यार
यो चाहिँ यबले सफा गरिसकेपछिको बाटो। अघिभन्दा अलि हिँड्न लायक भएको छ घरको आँगनमा। पानी रोकेपछि यब सफा गर्न लागिराख्नुभयो। अझै यहाँ छ जङ्गल भएको छ। जङ्गल बाटो कुनो थाहा छैन। यबले सफा गर्दै हुनुहुन्छ। याबामा चाहिँ यता गाउँमा आउनुभयो भने चाहिँ अटोमेटिक गियरमा चल्नुहुन्छ। अब यो गर्ने, यता यो गर्ने, यता यो गर्ने, फटाफट काममा लाग्नुहुन्छ। यत्रो छ सफा गर्नुपर्ने, टन्नै छ। घाँसै घाँस। हेर्दा त राम्रै देखिरहेछ, तर पनि घर वरिपरि चाहिँ सफा त गर्नु पर्यो। हाम्रो चाहिँ आमा यहाँ सफा गर्दै, सबै धुनुपर्ने, सबै सफा गर्नुपर्ने, सबै पुस्नुपर्ने, सबै बढार्नुपर्ने छ। यहाँ मेरो काम चाहिँ यहाँ छ, सबै एरेन्ज गर्नुपर्ने छ यहाँ। 아마 나왔으면 줄 잡한지 가는 뭔가도 강바 나왔으면 레니 뎁질라 나왔으면 줄이 아주니 능자 강바야 미리 대뚜 강바야 할라 지갈더라 우제디 함디 부제디 점막 뻔năng 따라만 집지다 줄 잡았지? 원래래 집에지다 레아오르 파르팅기요 큐라 자코시 따데 원래래 제가 메피디아 이나 염비지 셈 때문에 봐 यताको हालत हेरौँ के भन्छ। यतातिर कस्तो छ हेर्नुपर्छ। हेर्दा त सफै देखिन्छ, तर माकुराको जालो यति धेरै छ यहाँ क्यामेरामा देखिँदैन। ल हेर्नुहोस् फोहोर यो एउटा मात्रै कोठाको हो है। फेरि अर्को दुईटा कोठा अझै बाँकी छ। यो चाहिँ अर्को रुममा सफा गर्दा निस्केको फोहोर। किराहरू यति धेरै छ। यो चाहिँ अर्को छाप्रो। यो स्टोर हो खासमा। स्टोर भित्रको हाल्नु। स्टोरमा सबै ग्रिन हाउस जस्तो भएछ नि स्टोर ग्रिन हाउस गर्नु कम्ती लाग्यो।
चप्पल ए ल अब त्यही जानु दे Torsiang to không ए तोसँग बा torsiang है से तुमको सर्प मगाई ना ए सर्प मकै त लोप्साइला सँगसँग डुरो यहाँबाट चाहिँ शेरमाथाङ देखिरहेछ यतापट्टि हेर्नु यता फुलहरू पनि फुलेछ अनि यता त छिमी यो बिहानको सुन्दर दृश्य छिमीबाट देखेको हिजो रातभरि पानी पर्यो अनि त्यसपछि आज बिहानको यो दृश्य हो राम्रो देखिरहेछ अब घाँस चाहिँ यस्तै हो अब अहिले पनि बाटो खोज्दै हिँड्नुपर्छ म यहाँ भिडियो बनाउन आएको बाटो कता हो थाहा छैन बाटो खाल्टो साल्टो कता के छ थाहा छैन माथि टेक्छु भनेको तलतिर टेकेछ तल्लो खेतमा पुगेछ त्यसो बाटो छैन अब यो माथि बाटो थियो होला यहाँ सबै बोर्ड नम्बर केही देख्दैन तलैबाट हिँड्नु पऱ्यो बाटो देख्दैन तल खेतमा पुग्छ कि एक गरेर तल छ टेक्छु भन्दाखेरि माथि टेक्छु भन्दाखेरि तलतिर पुगिन्छ यस्तो छ घाँस उमाएर अब यो घाँस सफा गर्नु टाइम लाग्छ कति टाइम लाग्छ थाहा छैन यस्तो राम्रो फुलहरू पनि फुलेको छ ब्युटिफुल बिचबिचमा फुलहरू पनि फुलेको छ ए लेप्ती चिम्बोदी गाजर हिँड्बा गाजर हिँगे अलिकति पुरा यो मै तुमदी ढेजराने गाजर बेला ढेजे कि यो मै फोक्से दिमा ए अहिले त यहाँ नि मे यहाँ तयार त बेला सालतिर माको है ल ताका चाहिँ हान्दी हो चाहिँ सही हुँदैन ना हो जङ किल्दो खर्च यदि जबकि सलिङले खर्च एला नेर जब ल ल यो त अंदर लोप चाहिँ नै छ धनन दि कति मोला यो त्यसै बेले नै खर्च नि उलेम दिल्ली चंदा हुनु त्यसै लम्बी मोला अलि बाटो अलिक खुलाएको छ हाम्रो अनुरूपले अलिकति बाटो खुलाएको छ यहाँ अलिकति घाँस काटेर सफा गरेर यहाँ हाम्रो मेमे पनि हुनुहुन्छ मेमेले घाँस काट्दै हुनुहुन्छ चाहिँ अब त मेमे 이 야구도 माइला सिम्बोङ चाहिँ पालाङला 야구를 또 먹어. ओलेले 그래서 밖에 롤이 진짜는 나니면. हिम्बा नाङपो रुल दो ए नानी ल यो चाहिँ घाँस काटिसकेपछिको बाटो सफा भइसक्यो अहिले राम्रो भएको छ अहिले बाटो देखिन्छ नि कता टेक्ने कता हिँड्ने सब देखिन्छ सफा भएको छ अहिले अब छेउछेउको त बाँकी नै छ अझै तर पनि यति सफा भइसकेपछि त धेरै कुरा सफा हुन्छ यहाँ हाम्रो आधा पनि आउनु भएको छ कङ्गिलबाट आधाले यहाँ पनि आउनु भएको छ चिदो आधा 저녁만 당도 입시로 हिम्बले 공화 집이 매버서도 될라 ए 럼벌럼벌 이기도 장아 हिम्बा ए छाङदोले खोइ झिबी छाङ खोइ आत्दैन अमर्निङ त्यो यो चाहिँ चराले गुण बनाएको रहेछ बिचरा यहाँ कुनातिर
कता बनाएको कता बनाउनु भएको हो है खोइ ल्याउँदिन अब कुनै सेफ ठाउँमा राखिदिनुपर्छ यो अलि सुरक्षित ठाउँमा कागले नभेट्ने ठाउँमा राख्नुपर्छ भाइ अब त त्यहाँ माउले थोरै भएको थियो अहिले यहाँ बेलुकाको 8:37 भएको छ पानी एकदम ठुलो पानी परिरहेको छ अहिले खत्रै पानी परिरहेको छ यस्तो छ यो पनि हिजो यहाँले सफा गरेपछिको बाटो सजिलो भएको छ हिँड्नलाई बाटो यहाँनिर छ भन्ने थाहा हुन्छ अनि यो रोज यो चाहिँ चराहरूले पानी खाओस् भनेर राखेको भाँडा हो पानी सुकेछ अब यो सफा गरेको पछिको बाटो घाँस काटिसकेपछिको बाटो अब चाहिँ फन हिँड्नु मिल्छ कतै अड्किनु पर्दैन बाटो यो हो भनेर थाहा हुन्छ बाटो यहाँ छ भनेर थाहा हुन्छ अब सफा गरिसकेपछि हो यहाँ पुगेको छ सफा गरेर यहाँ अनुपुले सफा गर्दै हुन्छ फाइनली बाटो सफा गरिसकेपछिको मजाले हिँड्न मिल्छ बाटो सफा भएको छ अस्ति जङ्गलै जङ्गल थियो अहिले कति सफा भएको छ बाटो अनि यो चाहिँ हाम्रो पहिला गोठ पहिला हाम्रो मेमे चाहिँ यता बस्नु आउँथ्यो अरे अहिलेको चाहिँ स्टोर अहिले यो स्टोर भएको छ याक्किरेला मेपुरो गरिनौला मेफेरि ಇದೆಲ್ಲ ಹೇಯವಾ ಬಂದದ್ದು ಸ್ಟೋರ್ ಕಲ್ದಿವಿ ಯಾಕೆ स्टोर गर्दै फाइनली रुम अलिकति सफा भयो अलि होइन धेरै सफा भयो अहिले हेर्दै सफा लागिरहेछ आफूलाई पनि रिलिफ भइरहेछ यहाँ हाम्रो एपिक क्लासिक टिभी एन्ड वेदर इट्स रियली ब्युटिफुल यस्तो रमाइलो छ यो वेदर हेर्नु कामको जति दुःख भए पनि यो वेदर हेर्दाखेरि चाहिँ यस्तो रमाइलो लाग्छ लुक्स ब्युटिफुल भाँडाकुँडा सफा गरेर भ्यायो आलु खनिसकेपछि को खेत त्यसमा आमाले तोरी पनि छर्नु भएको छ Thế bắt đầu tôi vừa nè có gì chấp bằng để xây dựng đồ mà chứ